अनि पछाडि सँगसँगै गीताजी हुनुहुन्छ अहिलेको सुपर हिट मोडल कहिल्यै ड्युटी पुना कहिल्यै ड्युटी मधुरा सखी कहिल्यै ड्युटी पुना सम्झी रुना रुना आँसुले सिरानी भिज्यो सम्झी रुना रुना सम्झी रुना रुना आँसुले सिरानी भिज्यो सम्झी रुना रुना अरे मारी जालो मेरा अरे मारी जालो मेरा अरे बैतडीमा बाघ आयो बाघले बाकर खायो हाँ बाघ रे बड्डी हाँ बाघ रे त्यो कटिङ देखेन नि त्यो ड्रेसको खै हो यो हो नि त ग्ल्यामर दर्शक चाहता है उहाँ चाहिँ अलरेडी मेकअप हुनुहुन्छ गाइज हामी आज गोदावरीमा छौँ एउटा म्युजिक भिडियो सुटको लागि यो ठाउँमा हामी आइपुगेका छौँ गोदावरीमा हामीसँग सिङ्गर हामीसँग अनुजी हुनुहुन्छ हेलो अनुजी उहाँ प्रोड्युसर हाम्रो म्युजिक भिडियोको अनि दिवस वेलकम वेलकम इन माई ब्लग अनि कतिको एक्साइटेड आज सुटको लागि एकदम खतरा दाइ हो अनि सिङ्गरबाट अब मोडल पनि बन्दिने कोसिस दाइ कोसिस है अनि उहाँले नै गाउनु भएको गीत छ गाइज नजर नजर भन्ने आज हामी गोदावरीमा सुट गर्दैछौँ अनि उहाँ चाहिँ ड्रेसहरू निकालिदिनुहुन्छ आफ्नो यो ब्यागहरूबाट यो हाम्रो क्यामेरा ब्याग हो ड्रेसहरू छान्दै हुनुहुन्छ वाउ ब्लेजर दामी छ है क्यामेरामा देखाउनुहोस् राम्रोसँग हेलो नाइस 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 लगाएपछि देख्नु त ठिक छ एकछिनमा हामी लगाएको हेर्नेछौँ है त अनि कतिवटा ड्रेस ल्याउनुपर्छ यसो देखाउनु त दाइ थुप्रै छ नि ड्रेस हाम्रो दर्शकहरूलाई ए बबाल बबाल यसो निकालेर देखाउनु वाउ यो कलर पनि दामी है ब्राइट छ है एकदम बबाल अरू त लेडी छ दाइ यो पनि हो हिरोइनको पनि अनि यो मेरै हो ए दामी दामी ल यस्तो गर्छु ल हाम्रो दिवस माझीजी हुनुहुन्छ उहाँ चाहिँ माझी फिल्मको हिरो पनि हुनुहुन्छ है गाइज ल मेरो भ्लग हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ के भन्नु दाइ दिवसजी प्राय लजाउनुहुन्छ मेरो गीत आउँदैछ सबैजनाले एकदमै धेरै माया गर्दैन होला भन्नु पर्यो नि कुन च्यानलबाट आउँछ ड्रिम्स सरगम ब्रिज प्राली ब्रिज सरगम ड्रिम्स ए ओके ड्रिम्स सरगम फिल्म्स प्रालीबाट गीत आउँछ उहाँको यो गोदावरीको सिनेरी हो दाइ म चेन्ज गर्छु ओके गएन आजको मोडल चाहिँ हुन्छ अनि हामी शर्मिलाजी मेकअपमा मेकअप आर्टिस्ट मेकअप एन्ड हेयर हेलो से हाई दिस इज माई भ्लग मेकअप हुँदैछ हाम्रो सुटको लागि तयारी बिफोर आफ्टर हेर्नुपर्छ है त अहिले उहाँ चाहिँ अलरेडी मेकअपमा हुनुहुन्छ गाइज यता हेर्नु न उहाँले मेकअप गरेर देख्छ कि देख्दैन कमेन्ट गर्नु होला है त तल शर्मिलाजी कति टाइम लाग्छ मेकअपको लागि पौने घन्टा लाग्छ अलमोस्ट 1 आवर है ल हामी 1 घन्टा पछिको फेरि देखाउँछौँ तपाईँको चस्मा एकदम युनिक छ दामी छ
थ्याङ्क यू। के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? फेरि के भन्नु, फर्स्ट टाइम हो होइन। फर्स्ट टाइम चाहिँ उहाँले म्युजिक भिडियो बनाउनु लाग्नु भएको छ। सपोर्ट गर्नुहोला, माया गर्नुहोला, कलाकारलाई माया गर्नुहुन्छ उहाँले। उहाँ चाहिँ फेरि थेरापिस्ट हुनुहुन्छ एकदम रिनाउन, अनि उहाँले चाहिँ विदेशमा काम गर्नुहुन्छ। उहाँले छिट्टै नेपालमा पनि हस्पिटल होइन खोल्ने चाहनुहुन्छ, प्लान गर्दै हुनुहुन्छ। भेरी सुन उहाँ काम गर्दै हुन्छ, त्यसको लागि अल द भेरी बेस्ट। हाम्रो कोरियोग्राफर अमृत साई ठकुरीजी सुटिङको लागि के कस्तो तयारी भइरहेछ? हामी लगभग अब मेकअप हुँदैछ। मेकअप पछि हामी सिधा गोदावरीभित्र पुग्नेछौँ अनि त्यहाँबाट धमाधम सुरु है। ल हाम्रो हिरो रेडी रेडी, ड्रेस लगाएर रेडी। अब मेकअप हुनु बाँकी छ है त। र उहाँले आज नचाउनुहुन्छ होइन त? अमृतजीले उहाँलाई नचाउनुहुन्छ? चेन्ज गरौँ यार। यस्तो मनलाई हिजो कसम भेट्दाखेरि म यस्तो सोचेँ कि म भन्दा चाहिँ उहाँ नै ठिक हो कि जस्तो। ल है म क्लोजअपमा देखाइदिउँ है। साँच्चै के भने बाहिर उहाँले खेल्नु पनि भएको छ। यति भन्नु नै मेरो लागि धेरै हो कि। मेरो अरू गीतहरूमा चाहिँ यसो अब नेक्स्ट प्रोजेक्टमा अमृतजीलाई पनि एड गर्ने होइन त हामी? सजिलो हो कि भित्र स्क्रिन सेयर गरौँ। तर उहाँले फेरि खेल्नु भएको छ नि फेरि धेरैवटा म्युजिक। मैले थाहा पाइछु है। थ्याङ्क यू। यति भन्नु धेरै हो कि मेरो लागि त। एकदम राम्रो, खुसी लाग्यो। आज हाम्रो काम राम्रो हुनेवाला छ। एकदम बवाल हुनुपर्छ। ल एकछिनमा हामी कन्टिन्यू गर्छौँ ब्लग है। हाम्रो डगीले डिस्टर्ब गऱ्यो। अब एकछिन चुप लाग है। गाइज हामी चाहिँ गोदावरी पुग्यौँ। गोदावरी आज हाम्रो सुटको लोकेसन यही हो। ल राज लजम हामी जाने हो। अब हामी जाने हो। सामान अर्को गाडीमा छ। दिदी छिरेन है ढोकाबाट। हामी सुटिङको लोकेसनमा आइपुग्यौँ। अब राष्ट्रिय वनस्पति उद्यानमा हामी जाँदैछौँ, नेसनल बोटानिकल गार्डनमा। हाम्रो सुट यतै छ आज। राज हामी अब 11 साढे 11 बजी होइन 8 बजी हिँड्ने मान्छे यति बेला रोल गरिरहेको छैन। ठन्डा जुम सर ठन्डा मीठा हाँ, कितना है भैया? भैया आपके लिए मात्र 2 रुपैयाँ। सुटिङको सुटिङ हुनु थियो मान्छे गर्नु मान्छे गर्दैन सुटिङको। हामी कतिजना छ भने 1 2 3 4 5 ओहो धेरैले बस्नु। हाम्रो कति छ अहिले चार्ज यहाँको? पहिला 3 थियो है? बढेछ पहिला 3 थियो है? हामी धेरै भन्नु आएको। दुईटा टेकन छ 3टा उनीहरु 4टा 5 वाली राख्नु न। है हामी यहाँ 5000 भयो ल। 5000 तिर्नलाई फर्म भर्दैछौँ। सर सुट गर्ने ठाउँमा खाजा लान मिल्छ कि मिल्दैन? मिल्छ हैन भिडियोमा खाजा लान मिल्छ कि मिल्दैन भन्नु सर? मिल्छ तर फोर गर्न मिल्दैन है। सर झुकेगा नहीं झुकेगा नहीं। क्यास चाहिन्छ होला क्यास क्यास कसरी पुगेछ? यहाँ सुन्नु न क्या फोन पे मात्र छ क्यास रहेछ। मास्क बिना इन्ट्री छैन है गाइज, तपाईँहरूलाई अवगत होस्। हामी मास्क नलाएर आएको थियौँ, यहाँ चाहिँ मास्क बिना इन्ट्री छैन भन्नुभयो, अनि मास्क यतै किनेको होइन राज? हाम्रो क्यामेराम्यान राज पोखरेल, म डिरेक्टर टेकेन्द्र शाह, उहाँ चाहिँ मेकअप आर्टिस्ट शर्मिला सुनवारजी, हाम्रो भाइ टेक्निसियन, अनि हाम्रो आर्टिस्टको टोली पछाडि आउँदैछ।
अड्क्यो आएन गोदावरी बोटानिकल गार्डनको भ्यू हो यो म्युजिक भिडियो सुटमा प्रायः हामी आइरहन्छ कता राज अहिले त्यो अहिले अमृतले भन्छ अहिले चाहिँ यहीँ बसौँ न उयो जाम न चौतारा जस्तो छ कहाँ उयोनिर अगाडि यतैबाट लड्नु होला है लड्नु होला लड्यो भने फेरि त्यो के अरे लडेन कस्तो दामी के पुल भाँचेला भने फेरि के है बिचरा ल माथा मल वाउ अनुजी आज 1 केजी घट्नुहुन्छ है ल राम्रै भयो त्यसो भए खाइदै हुने हो त्यहाँ अघि भिडियो गर्दै चाहिँ नबोलौँ न बोल्ने नै भिडियो गर्दै हो भिडियो भन्दा बाहिर बोल्यो भने त मान्छेले है के सोच्ला के भन्ला ल भयो नि त अब उता ए रुखको फारी जस्तो मनपर्छ घुम्न आउँदा मात्रै रमाइलो लाग्यो अरे घुम्न आउन मात्र रमाइलो रहेछ कि यसरी आउनलाई रमाइलो काम गर्न चाहिँ काहीँ पनि रमाइलो हुँदैन रहेछ है आज थाहा भयो होइन ल यसो न है उहाँको कुरा चाहिँ घुम्दा मात्रै रमाइलो रे काम गर्दा नरमाइलो है गाइज क्यामेरा सेटिङ गर्दै हुन्छ हाम्रो ब्रदरले के भन्नु ठिक छ एक हातमा पनि लाउनु पर्ने रे यहाँ कानमा पनि रे ए हेलो विवासी आजको सिङ्गर तथा हिरो लगभग रेडी भयो उहाँ चाहिँ अलमोस्ट रेडी अब हामी एकछिनमा सुट गर्छौँ लगभग 10-15 मिनटपछि हाम्रो सुटिङ स्टार्ट हुनेछ कति नराम्रो देखाएँ म फेरि म ह्यान्डसम भए त म आफै भिडियो खेलिहाल्थेँ त मलाई बिवास ल कसैले काम दियो है मलाई म पनि भिडियो खेल्छु सुटको तयारी म क्यामेराम्यान म चाहिँ होइन तर कहिले खिच्छु म अछामको राम्रोसँग गएर मैले चौतारीमा भन्ने गीत छ तपाईँ सर्च गर्नु सक्नुहुन्छ मैले साइन्स गरेको गीत तर आज चाहिँ क्यामेराम्यान राज हो जुन मैले भ्लगमा अघि देखाइसकेको छु ल सुरु हेलो गाना जोडिहाल्नु त सर टर्न अराउन्ड होइन स्पिकर त नायिकाजी रुखले पनि ठेक्छ कि दिदीलाई चाहिँ मलाई त यसले पनि मलाई चाहिँ मोड मान्छे मनपर्छ नि फेरि धेरै उडाउने होइन मोड मान्छेलाई यतातिर पनि ठेक्किन्छ कस्तो होला है हाम्रो दिदी बहिनीमा है हेर्नु न एउटा कस्तो सँगै आउनु न एउटा कस्तो सरको कस्तो छ भनेर एउटा त सुके डाँस लागेको त्यसै त फुके डाँस लाग्यो हजुरले उठिनु भयो हातमा उठिनु भयो पाउनु है मिस्टेक घाम देखिन्छ बर्छौँ होला है कालो मान्छे झन् कालो भयो भने भयो गाना अनि दिदी के एकछिन न यहाँ काम गर्दैछु मलाई काम दिएका छन् कि ड्युटी दिएको छ राजा खै फर्स्ट फ्रेम के लिने हामी फर्स्टमा हामी उठ्याँबाट सुरु गरौँ भनिसकेँ मैले आँटेँ उठ्याँबाट सर कहाँ उठ्याँबाट जाउँ म फोन दिएर जान्छु भोक लागेछ हजुर भोक लागेछ मलाई छैन म फोन हेलो म्याम जान्छु म फोन हेलो कस्तो लागिरहेछ ए
हजुरको फर्स्ट म्युजिक भिडियो हैन त फर्स्ट म्युजिक भिडियो एकदम कतिको एक्साइटेड हुनुहुन्छ धेरै एक्साइटेड भएको छु ल राम्रो गर्नुहोस् अल द भेरी बेस्ट थ्याङ्क यू सो मच हेर कति कति राम्रै बनाइदिनु भएछ हाम्रो मेकअप म्यानले तर उहाँ मान्छे उत्तिकै राम्रै हुनुहुन्छ बाइ द वे यही जुत्तामा गर्ने हो वाउ यही जुत्ता अब हजारौँ मान्छे ढल्ने भयो है उसको के पुरा मेकअप बिग्रिस भनेर पुरा हाँस पनि नहाँस कति मिनेटको छ कार्ड फर्मेट हान्यो कस्तो मेरो अनि मेरो होइन त्यो म्याच भएन मेरो उहाँको लागि ए उहाँको ठिक छ आफ्नो ठिक छ क्या तपाईँको ठिक छ राम्रो छ एकदम डबल छ कपाल यहाँ देखेछ मेरो चाहिँ कस्तो बनाउनु भन्ने कुरो हो क्यामेरा पूजा हुँदैछ 1 2 टाउको माथि यता साइड तपाईलाई केटा पछाडी छ उ गर्दै जान्छ पछाडी हल्का लुक्स मात्र दिदै अगाडि बढ्नु बस सुनि 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 पछाडी केटा तपाईको पछि छ हेर्दै दुपे त सिङ्गरजी पूजा गर्दै हुनुहुन्छ दिवसजी क्यामेरा पूजा हुँदैछ अब हाम्रो सुट स्टार्ट हुन्छ ल हिट होस् है त ओके डन सुनिया छ यहाँ सुनिया छ हजुर मतिर आउनु है मस्किँदै आयो सर अलि मिसिन गर्छ है 5 6 7 गो ठीक छ बिन्ती पछि के छ बिन्दीमा अर्को स्टेप छ कस्तो रे अमृत सर यसरी सर यहाँबाट अब यतिकै दुईटा जसमा भएको छ हजुर यहाँबाट हाम्रो कोरियोग्राफर साहब सिकाउँदै हुनुहुन्छ है ल मजाले यसरी वाउ त्यो कटिङ देखेन नि त्यो ड्रेसको खै हो यो हो नि त ग्ल्यामर दर्शक चाहता है हैन सिक्यो सर ल रेडी सर यता हेर्दै गर्नु खै है हेरौँ त। यसरी यहाँ टक्कसँग आउने ड्रोन शट हुन्छ मजाले बस हजुर त हेड हुन्न सर ठीक छ सर ठिक छ कति राम्रो त्यहाँबाट होइन नि खिच्ने राखे हो दाग हो के ए दागलाउ गरेको थियो ए ल ल हस् हस् लिउँ कस्तो राम्रो थियो जाम 3 2 1 एक्सन एक्सन रमाइरहने त्यो टायर चुनेर उहाँले फाल्दिने हाम्रो उहाँ हुनुहुन्छ भरतजी सिङ्गर नमस्कार आज हामी गोदावरीमा एकदम रमाइलो भइरहेछ हामी सुटमा भरतजी ह्याप्पी दसैँ ह्याप्पी तिहार गाउने उहाँ नै है गाइज थ्याङ्क यू सो मच सुदूरपश्चिमको निकै आशा लाग्दो उदयमान गायक धेरैवटा गीत निकाल्छनु भएको छ हेरेर साथ दिनु होला हाम्रो लाइमलाइट नेपाल पछिल्लो समयमा आएको गीत कुन हो लाइमलाइट नेपालमा आँसुको अर्को नाम हो कि हो कि पिरती होइन एकदमै दर्शकहरूले हाम्रो बैतडीमा बागा भनिदिन्छ त्यसको भिडियो बनाउनु बाँकी छ है त्यसको भिडियो बाँकी छ अडियो हामीले दर्ता गरिसकेका छौँ त्यसको नि ल ठिक छ सुटिङ गर्दा कस्तो हुँदो रहेछ सुनिता धेरै राम्रो भोक लागेर धेरै धेरै राम्रो हो मैले यस्तो फिल त कहिले गरेको थिएन बस कहिले बिर्सिँदैन सही हो सही दशा कटाउँदै छु भन्नु हैन यो पाप गरेर पाप कटाउँदै दशा हैन के पार्ट टु कमिङ सुन घुमाउने रेडी हो राज रेडी हो
ए ऱ्यान्डम हो जानु अर्कै किरा फुला क्या मिठो हुन्छ आज हाम्रो काली कर्णाली सेतीको सुटिङको दोस्रो दिन हामी यतिखेर गोदावरीमा छौँ कस्तो लागिरहेछ भरतजी एकदम रमाइलो लागिरहेको छ दाजु आज हामी आफ्नै गाउँघरतिर वनपाखातिर डुलेको पुरै लाली गुराँसहरू फुलिरहेको छ एकदम शान्त वातावरण छ एकदम रमाइलो छ है जोस धेरै राम्रो असम घाँस चाहिँ लागेको छ अछाम बझाङ डोटी बाजुरा कैलाली सुदूरपश्चिम नै पुगेको फिल भइरहेछ हामीलाई फिल भइरहेछ फुल्टेको लेकतिर गाइदिउँ नि त काली कर्णाली सेती एक लाइन गाइदिउँ नि त हामी काली कर्णाली सेती लगाइदिउँ म त लिरिक्सै बिर्छु होला हेत्ते ल जे गीत गायो नि हुन्छ ल हाम्रो गीत थियो एउटा पहिला बजारमा आएको बजारमा एउटा कुमाउने गीत छ नि बैतडीमा बाग्यो त्यो होइन ल ल बैतडीको बाग ल अरे मारी जालो मेरा अरे मारी जालो मेरा अरे बैतडीमा बाघ आयो बाघले बाकर खायो हाँ बाघ रे बड्डी हाँ बाघ रे धन्यवाद कुकुरले काम चलाइदिन्छ हामी तपाईँको एउटा भाइरल गीत थियो नि होइन त्यो के अरे स्याड एउटा गीत ए अस्ति आएको नयाँ ऐसेलु होइन अलिक पहिलाको कर्णाली तुरुक्का यस कर्णाली तुरुक्का सेतीको बगान्या पानी कर्णाली तुरुक्का मन रुन्छ धुरुक्का गया दिनका कुरा सम्झी मन रुन्छ धुरुक्का कहिल्यै ड्युटी पुना कहिल्यै ड्युटी मधुरा सखी कहिल्यै ड्युटी पुना सम्झी रुना रुना आँसुले सिरानी भिज्यो सम्झी रुना रुना सम्झी रुना रुना आँसुले सिरानी भिज्यो सम्झी रुना रुना कठैँदैनौ गोदावरीको सुटिङमा छौँ हामी म्युजिक भिडियोको सुटिङको लागि यतिखेर गोदावरीमा छौँ यहाँको रमणीय दृश्य तपाईँ देखिरहनु भएको छ हामी तलको सकाएर हाई हेलो हेलो नमस्ते हेलो नमस्ते नमस्ते कस्तो मजा नमस्ते गर्छेको डराएको अङ्कलको मोबाइल हो नि त यो कति 1 वर्षको भयो दाइ 1 वर्षको भयो त्यही त कस्तो क्युट त्यो सिङ्गापुरतिर देख्थेँ म यस्तो बच्चा एकदम बाई 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 पनि गरेको होइन बाई हेलो अनुजी सुटिङमा आउनु भएको बोर भयो कि रमाइलो भयो कृपया आफ्नो अनुभव सुनाइदिनु होला रमाइलो धेरै रमाइलो होइन तपाईँले त आज कतिवटा ड्रेस पो चेन्ज गर्नुभयो अब एउटा फेर बहिनीले फेरि के फेर भन्दैछ अहिलेसम्म कतिवटा हो 11वटा हो तपाईँले चाहिँ कपडा गर्नुहुन्छ भनेर एउटा फेरम के भनेको हेर्नुहोस् है गाइज आज अनुजीले चाहिँ मोडलहरूको भन्दा धेरैचोटि ड्रेस चेन्ज गर्नुभयो उहाँले यो लगायत यो व्हाइट लगायत 11औं पटक उहाँले ड्रेस चेन्ज गर्नुभयो अब एउटा छ 12वटा पुर्याउनुहुन्छ आज यो गिनिज बुकमा रेकर्ड गर्नु पर्ला छ यो लास्ट एउटा है अहिले एकछिनमा फेरि देख्न सक्नुहुन्छ ओके ल हामी हेर्नेछौँ तपाईँको अर्को ड्रेस यहाँ पो रमाइलो रहेछ गइजाला बिरानो त्यो मन भइजाला हो
राम 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 गए बनैमा मिर्गा झर्यो स्याउली बनैमा खायो बरै खसीले डालिन गाई घाँस खायो बरै खसीले डालिन गाई घाँस। धन्यवाद वरिष्ठ लोक गायक झलकमान गन्धर्वलाई सम्झिँदै झलकमान गन्धर्व गीत प्रस्तुत गरेँ। त्यहाँ हाम्रो आर्टिस्ट दुईजना हुनुहुन्छ, ग्रिन र रेडमा। लास्ट ड्रेस हाम्रो अनुजीको लास्ट ड्रेस है गाइस। यो लगायत 12वटा ड्रेस भयो उहाँले आज। 12वटा कि 13वटा अनुजी? 13वटा भयो कि 12वटा ड्रेस भयो? विवाह सर थोरै ब्याक, विवाह सर ब्याक थोरै ब्याक भयो। म सानो बोल्छु क्या। रेडी एकैछिन है। ओके रोल आयो। ट्रपिकल हाउसमा इन्ट्री गर्दैछौँ। ल यहाँ चाहिँ ताडी 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 खजुर, यो चाहिँ खजुर। विभिन्न वनस्पतिहरू छ यहाँ। के रहेछ किनिरहेको के नचिन्ने मान्छे चाहिँ को हुन्छ? कत्रो पात हो क्या यसको? पिप्ला पिप्ला। यो ट्रपिकल गार्डन हो, ट्रपिकल हाउस हो गोदावरी गार्डनको। प्रवेश निषेध, नो एन्ट्री। सर हाँस मात्नुपर्छ है, ठ्याक्क हाँस मात्नुपर्छ अलिकति। ल हाम्रो कोरियोग्राफर डिरेक्टर राजीव समरजीले सुट सकाएर अब प्रस्थान गर्दै हुनुहुन्छ घरतिर। हामी चाहिँ हेरेको हेरे। अनि पछाडि सँगसँगै गीताजी हुनुहुन्छ, अहिलेको सुपर हिट मोडल। गीताजी 2 शब्द जाओस् न। बाई मात्रै हो? बाई 2 शब्द। ल हामी पोसन। हाम्रो गोदावरीको सुटिङ लगभग समाप्त भएको छ। यसपछि हाम्रो क्याफेको सिन बाँकी छ। सुनिताजी कस्तो भयो सुटिङ? कुनै पनि शब्दै छैन एकछिनमा।